कहाँ त्यसो भन्नु पाइन्छ ड्याडी? बेगरको चेलीबेटीले अब माइतीको सम्पत्ति खोजेर पाइन्छ? मैले कहिले सम्पत्ति चाहियो भनेको छु नानी? दिनरातै बाउको सेवा गर्ने म मागेर पनि तिमीलाई सम्पत्ति कसले दिन्छ र? त्यसो नभन्न नानी, यो पनि त तेरो दिदी नै त हो नि। ड्याडी तपाईँको मैले दिनरात सेवा गरेछु, नखाइ नसुती, यति भने त मेरो हक लागिहाल्छ नि। त्यस्तो नभन न साली नानी, यहाँ त हामी बिरामी ड्याडीलाई भेट्न पो आएको हो त, तिम्रो सम्पत्ति माग्न आएको होइन नि। तिमीहरूले यो सम्पत्तिको बारेमा विवाद गर्नै पर्दैन। मैले कसलाई कति दिने कति नदिने भन्ने बारेमा सबै पेपर बनिसकेको छु। बरु म गएर त्यो पेपर चाहिँ लिएर आउँछु। होइन ड्याडी, कहाँ एउटा लाग्नु भएको बिरामी मान्छे? वकिलकामा पेपर लिन त जानु पर्यो नि म। त्यति चाहिँ अब डकुमेन्ट त याङ्गोले ल्याइदिइहाल्छ नि। याङ्गो? याङ्गोले त राइट मात्रै होइन नि ड्याडी, सामान पनि डेलिभरी गरिदिन्छ नि। त्यसो भए त याङ्गो बुक गरेर तुरुन्त त्यो डकुमेन्ट मगाइहाल त बा। अनि यो सेफ हुन्छ त? मजाले सेफ छ। यो सेफ मात्रै होइन ड्याडी, विश्वासिलो पनि छ र सस्तो पनि छ र एकदम फास्ट पनि छ। आफ्नो सामान कहाँ आइपुग्यो भनेर एपबाटै हामीले घर बसेर हेर्न पनि मिल्छ। ल साथी हो, हामीले चाहिँ हाम्रो यस्तो इम्पोर्टेन्ट डकुमेन्ट चाहिँ याङ्गो डेलिभरीबाट मगाइसकेका छौँ। त्यसैले तपाईँहरूलाई पनि आफ्नो केही सामान डेलिभरी गर्नु पर्यो भनेदेखि चाहिँ याङ्गो डेलिभरीलाई सम्झिनु होला है त। हस्, थ्याङ्क यू।